मर्निङ एभ्रिवान होइन, सम्पूर्णमा चाहिँ गुड मर्निङ भन्न चाहन्छु। आज चाहिँ म घरबाट चाहिँ तल 3 नम्बर गइरहेको छु होइन। यता चाहिँ आमा हुनुहुन्छ है, धेरै छिटो आउनु ल। यता चाहिँ कान्छा हुनुहुन्छ है, लुगाहरू धोइरहेको छ केटोले चाहिँ। पर्दैन आमा के भन्नु, ल ल हामी लाग्यौँ है आमा। ल गाइस हामी चाहिँ अहिले झरिरहेछौँ होइन त। ल म तपाईँहरूलाई भरै काम चाहिँ के रहेछ भनेर चाहिँ म तपाईँहरूलाई म एकचोटि देखाउन चाहन्छु त्यो पुगेर है होइन। ओ झरिरहेको छु है भाइसँग। अनि यता चाहिँ बारीहरू है, यहाँ वस्तुहरू चाहिँ छ है। ओ ठिकै हगाएकै रहेछ है। यता चाहिँ वस्तुहरू छ है, टक्क झरिरहेको छु साथीहरू है। गाइस हामी चाहिँ रोडमा झरिसकेको छौँ अहिले है। यहाँ पानी देखिरहनुहुन्छ, यो चाहिँ हाम्रो रोड हो है। अनि ल फाइनली हामी चाहिँ टक्कै रोडमा अहिले चाहिँ हिँडिरहेछौँ है। गाइस चाहिँ एकदमै है बादल आइरहेको छ होइन। हामी चाहिँ यहाँ फेरि एकदमै झरिरहेको छ, तर खासै गर्मी चाहिँ छैन है। गर्मी छैन, एकदम चिसो नै छ होइन। तर पनि एकदम कहिले चाहिँ गर्मी भएको महसुस हुन्छ। अनि अहिले चाहिँ एकदमै के भन्छ यसलाई, बादलता है, शीतलता भइरहेछ है। माथि लेक भन्छ, लेकदेखि हामी चाहिँ अहिले बेसीतिर अलिक गर्मी ठाउँतिर चाहिँ हामी झरिसकेका छौँ। अनि एउटा कुरा चाहिँ है, पहिला म बाहिर जानुभन्दा अगाडि चाहिँ यो पिच बनिएको थिएन होइन। अनि अहिले चाहिँ अब टक्क आएर हेर्दाखेरि चाहिँ म पनि हिँडिरहेछु अहिले नि होइन। एकदमै पिच मजाले राम्रै बनिसकेको रहेछ, त्यो चाहिँ एउटा खुसीको कुरा हो होइन। अनि अर्को कुरा, माथिभन्दा यता तल चाहिँ अलिक गर्मी हुँदो रहेछ है गाइस। त्यस घाम पनि लागिरहेछ। अब माथितिर चाहिँ अलिकति चिसो, हामी फ्यान पनि चाहिँदैन होइन त्यतातिर त। ल हेर्नुहोस्, पहिला चाहिँ यो बाटो एकदमै राम्रो थियो तर सानो थियो है। यहाँ चौतारा थियो, अहिले त्यो चौतारा चाहिँ एकदमै बिग्री गएको रहेछ होइन। अहिले चाहिँ यहाँ रोड छ, तर यो रोडमा चाहिँ अब खासै गाडीहरू चाहिँ कुद्दैन। तर पनि खासमा गाडी कुद्ने नै बनाएको हो। तर पनि अहिले यो रोड हेर्दाखेरि रोड जस्तो चाहिँ देखिँदैन होइन। यहाँ बाबाहरूले खेती लाउनु भएको रहेछ नि त होइन। अनि कस्तो भयो भनेर हेर्नुको लागि चाहिँ म चाहिँ झरेको है। एकदमै हरियै राम्रै भइरहेको रहेछ है। एकदमै अहिले त सफ्रेको पनि रहेछ हौ भाइ। ल तल शिरदेखि माथिसम्म नै छ है। एकदमै अहिले चाहिँ राम्रो भइरहेको रहेछ होइन। मजाले आइरहेको रहेछ। एकदमै गर्मी भयो मलाई। अब म माथि बसेको मान्छे, तल झर्दा त हल्का गर्मी भइ नै हाल्यो। राम्रै रहेछ। थोरै दाल पनि हाल्नु भएको रहेछ है। अनि यो यहाँबाट स्टार्ट चाहिँ भएर त्योमा एकदमै धेरै वर्ष पछाडि यो बाटोमा हिँडेको। बाटो त सबै झारहरू उम्रेर यसलाई रोड जस्तो पनि भन्न मुस्किल पो भइरहेछ त अब। ओ गर्मी चाहिँ भइरहेछ है एकदमै, यस्तै छ है। अहिले पैदल यात्रा भइरहेछ। अहिले एकदमै सबैतिर झारहरू उम्रेर सानो बाटो हिँड्नुको लागि पनि अलमोस्ट नदेखिँदो रहेछ हौ। के ल्यानु गाइज, म चाहिँ होइन आफ्टर 3 years आम ब्याक एट नाउ होम। सो अहिले चाहिँ पुरै एकदमै जङ्गल भइसकेको रहेछ है। पहिला यो चाहिँ एकदमै राम्रो थियो, यो चाहिँ खेतीयोग्य जमिन थियो। अनि यहाँ चाहिँ धेरै धानहरू उब्जनी पनि हुन्थ्यो होइन। अहिले चाहिँ पुरै अम्लिसोहरू लाउनु भएको रहेछ। बाजेको जग्गा यो चाहिँ माथि घर थियो, अहिले त्यो घर पनि छैन रहेछ है। मलाई त कस्तो आफ्नो देशीमा आउँदाखेरि चाहिँ मलाई एकदमै नौलो अनुभव भइरहेछ है साथीहरू। यहाँ चाहिँ प्रायः नुहाउनको लागि हामी युज गर्ने गर्थ्यौँ पहिला है। अहिले चाहिँ यस्तो भएको रहेछ यो ठाउँहरू पनि।
थियौँ। अझैसम्म पनि पात्र पानी त बगिरहेको छ है। हामी होइन पुग्न आँट्यौँ है त। यो चाहिँ कटहरको बोट हो। कटहर र आँपको बोट यहाँ सँगै छ है। यो चाहिँ धेरै वर्ष भयो अहिलेसम्म बाजिरहेछ, तर फल्न चाहिँ फलेको छ कि छैन खासै फलेको चाहिँ देखिँदैन त हौ। गोठमा आइपुग्यौँ है। आँपको बोटहरू अहिलेसम्म त्यतिकै रहेछ। माथिको त्यो अम्लिसोहरू सबै अहिले लहराले बेरिसकेको रहेछ। ल यहाँ चाहिँ हाम्रो गोठहरू आइसक्यो है। यहाँनिरका काँक्रा पनि रोप्नु भएको जस्तो देखिन्छ त बोले त, खासै फलेको चाहिँ छैन होला। खुर्सानी थोरसा अदुवा चाहिँ राम्रो आएको रहेछ है। ओह फाइनली डेस्टिनेसनमा आइपुग्यो है। यहाँ चाहिँ टक्क यो खुर्सानी चाहिँ फलेको छैन कि क्या हो। अरे वाह फाइनली ल अब चाहिँ ओइ कोठामा पुग्यो जस्तो छ है। अरे वाह ल गाई चाहिँ फाइनल्ली कटेजमा चाहिँ आइपुग्यो है। अब अलिकति थोरै तलतिर गएर थोरै काम गर्नु छ, तर लास्टै गर्नु भइरहेछ है। ल गाई चाहिँ फाइनल्ली चाहिँ हामी आइपुग्यौँ है। ल बाउले अनि के पो खानु भएछ त हौ। अम्लिसोहरू त है अझ पारी पनि बाँकी नै रहेछ। तल देखेको चाहिँ हाम्रो तामा खोला हो। यतिसम्म चाहिँ देखियो जुम गरे पछाडि चाहिँ यहाँभन्दा निकै टाढो हो यहाँबाट चाहिँ। गाई चाहिँ फाइनली चाहिँ आइपुग्यौँ हामी। हाम्रो डेस्टिनेसन चाहिँ यहीँ थियो होइन। अब यहाँ थोरै काम गर्नुपर्ने हुन्छ।